क्या बजाएगा टिंग 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 बस क्यामेराम्यान आयो हुनु आइपुगिहाल्छ नि खिच्नु हुँदैन ऊ क्यामेराम्यान भइहाल्छ नि त्यो आउँला नि आउँला यहाँ हैन दाजु फेरि ल हाम्रो खिच्नु छोरा मेरो खिच्नु मम्मीको मम्मी निस्क्यो मामु खै पापा र मामुको खिच्नु ल गुडी ल्याएर सबै टाइट गरिहाल्नु आउनु ल बाबा हाम्रो फोटो खिचिदिन्छु छोरा पछि देख किनेपछि तिमीले हाले त हेर्नु देखि किन्दैन किने पनि टिभी त राख्नु पर्यो नि त आउँदा बोकेर आउनु नि एउटा उफर पनि ल्याउनु किन तिमीले बजाउँछ र बजाउँछ र कहिले त म ल्याउने विचार त गरेँ त तिमीहरू बजाउँदैन जस्तो लागेर बजाउनु त म त्यस्तो सङ्गीत सुन्ने खालको मान्छे चाहिँ होइन कि तर पनि कहिले पनि चाहिन्छ त नानीको बर्थडे छ हो त्यस्तोमा खाइहाल्छ नि 17-18 सय राम्रो दिदीहरूले माथि ल्याउनु आउँछ त 5,000 3 पिस हो 3 पिस हुन्छ नि टुक्रा टुक्रा पछि आउँदा ल्याउनु र उफर काम बस्न त्यही क्यासेटै भएको सबै त्यो त उफर पो हुन्छ ड्राइभर त्यसलाई होम थिएटर भन्छ उफर पनि हुन्छ उफर चाहिँ के लगाउँछ त्यही यत्रो सानो डब्बा हुन्छ तर मेरो साथीको बुढाले उफर ल्याएको लाइनमा नै ल्याएर मलाई पनि त्यस्तो लाग्यो त्यो उफरले चाहिँ डुङ 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 गर्ने ज्यादा लाइन खान्छ हो त्यस्तो ल्याएको त निलो खालको बज्छ क्या छोरा त्यसरी कहाँ जबरजस्ती गरेका त नै चलेका ल छोराको खिचिदिन्छु म छोराको खेलाउने आएर आमा आउनु छ के भएछ र इसको सारा ऊपर ही है Nakita गाड़ी तो दाई बाबा तो ऐसा चोया था अच्छा बोला
नानी खुट्टा सिधा गरेर बस्नुहोस् बाबा राजा खुट्टा सिधा गर्नुहोस् बस मामु भनेर त्यो अगाडि स्किने लेन्स चाहिँ हात लगाएपछि कहाँबाट आउँछ त यसरी हो यहाँ यसरी 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 होइन पानी खाने बोतल यस्तो गरेको छ पानी यहाँ जुत्ता यस्तो गरेको छ किचनमा खाना खाएर कोठामा जानुपर्दो रहेछ है तपाईँहरूको त अलिक माथिबाट खिच्ने नि अनि पो पुरै आउँछ त धेरै छुचा नआउनु सुनेको हाँसेर भन्नु न अनि पो हो त पत्याएको भन्नु हाँसेर भन्नु त खोइ हाँसेको अब हाँसेर हुन्छ भरे भोलि क्या जाने कि पिकनिक छ एउटा छि त्यस्तो छुच्चा नटिनु है त्यस्तो राम्रो बाबाको फटाफट मार घर आउने होइन गयो चिकन आयो नानीको छाती सबै भिजेको छ हेर्नु त के देऊ कति आउलेले बुझिदिनु न के लागिदिनु त्यसो घाँटी के बुढिया पेक्नु हुँदाखेरि अनि खानु मन पराउँछ अनि कहाँबाट त्यसले जिब्रोमा घाउ छ होला हेर्नु छि जिब्रोमा घाउ छ हेर्नु जिब्रो के गरेर हाले भयो किन छोरा गाडी खिच्छ मान्छेलाई सबै खानु लाग्यो खानु पाउँछ मलाई जिलेबी कति खानु मन लाग्यो अहिले पनि जिलेबी खानु मन लाग्छ त हाल गरेको हो छोरा भएन सन्चो दलिदिनुपर्छ होला है अब अलिकमा राईकोमा गएर भिक्स ल्याउनु है किन राईकोमा त होइन कस्तोमा पाउँछ तर आमामा पुरा गाडी छ राख्ने ब्याग बनाइदिनु पर्ने बनाइदिनु त कस्तो खालको बनाउनु प्लाई नै नि ठ्याक्क बोकेर लानु मिल्ने खालको खै म खिच्छु त किन दिन्छु बिचकै भयो त्यो कसले ल्याइदिएको त्यसलाई चाहिँ पाप लाग्न पर्यो बाबा क्रिस्चियनहरूले किन नदिएको दक्षिणाहरू लभ यु न त भाइटिकामा खानु पनि जाँदैन रहेछ नि त केटाको आमा बाउ सबै क्रिस्चियन
लग्यो दाइले के दबाईहरू दिएर बोकाएर हैरान पो बनाउँदैन एकपल्ट त आमाले मलाई कराउँदै गर्दा त म मेडिकलमै थिएँ खाऊ न के दिनु